Hey everyone, this is Akshay. Welcome to Foodify and आज चाहिँ हामी वेबाट ल्याक्टोजको म्यानुफ्याक्चर कसरी हुन्छ भन्ने कुरा पढ्छौं। वे भनेको चाहिँ एउटा येलोइश लिक्विड हो जुन चाहिँ चीज मेकिङ प्रोसेसमा चीजको बाइ प्रोडक्ट रूपमा देखिन्छ। अब यो वेबाट चाहिँ हामीहरुले चाहिँ ल्याक्टोज सरी ल्याक्टोज जुन एउटा डाइसेक्राइड हो त्यसको म्यानुफ्याक्चर चाहिँ कसरी गर्छौं भन्ने पढ्छौं। ओके, सुरुमा चाहिँ अब हामीले वेलाई चाहिँ हिट और एसिड ट्रिटमेन्ट गर्छौं र त्यसपछि त्यसलाई चाहिँ सेन्ट्रिफ्युग गर्छौं, मतलब सेन्ट्रिफ्युगिङ मसिनमा हाल्छौं अनि त्यसपछि त्यो सेन्ट्रिफ्युग भएर निस्किन्छ। अब यसको वेको चाहिँ अब दुईटा कम्पोनेन्टहरु त्यसबाट छुटिन्छ। एउटा हुन्छ सिरम जुन चाहिँ ल्याक्टोज कम्पोनेन्ट हो र अर्को हुन्छ इम्प्युरिटीहरु जुन प्रोटिन कम्पोनेन्ट हो। अब हामीले चाहिने भनेको यो सिरम ल्याक्टोज कम्पोनेन्टै हो। यो ल्याक्टोज कम्पोनेन्ट जुन मोस्टली लिक्विड हुन्छ यसलाई चाहिँ इभापोरेट गरेर हामीहरुले एउटा 30 to 35% सोलिड भएको एउटा कन्सन्ट्रेट बनाउँछौं। अनि त्यो कन्सन्ट्रेटलाई चाहिँ अब फेरि सेन्ट्रिफ्युगेसन मसिनमा हाल्छौं र सेन्ट्रिफ्युगेसन मसिनले चाहिँ त्यसको सोलिड कम्पोनेन्ट र जुन मदर लिक्विड हुन्छ सोलुसनको त्यो मदर लिक्विडलाई छुट्याइदिन्छ र एउटा रेटिभ सेन्ट्रिफ्युज म्याटर बनाउँछ। नाउ यो सेन्ट्रिफ्युज म्याटरलाई चाहिँ अब हामीहरुले फेरि कुल डाउन गर्छौं अनि यो जुन स्याचुरेटेड सेन्ट्रिफ्युज म्याटर छ त्यो चाहिँ कुल डाउन भएर फेरि क्रिस्टलाइज फर्ममा चेन्ज हुन्छ, मतलब क्रिस्टलाइज हुन्छ। अब यतिसम्म भइसकेपछि अब यसमा इम्प्युरिटिजहरु धेरै जस्तो वाश आउट भइसक्यो, तर अब अझ इम्प्युरिटिजहरु जुन बाइक छ त्यसलाई चाहिँ हामी वाश आउट गर्न यो प्रोसेसहरु गर्छौं। फर्स्टली डिस्टिल वाटरमा 25% डिस्टिल वाटर हुन्छ, 25%। त्यसमा चाहिँ यसलाई वाश गर्छौं। वाश गरिसकेपछि यसको इम्प्युरिटिजहरु पनि वाश आउट हुन्छ। त्यसपछि यसमा भएको चाहिँ अरु अर्गानिक एसिडहरु हुन सक्छ, जस्तै सिट्रिक एसिडहरु त्यस्तो खालको एसिडहरु। अब त्यो एसिडहरुलाई चाहिँ हामीले फेरि वाश आउट गर्नको लागि चाहिँ एउटा अल्कलाइन मिक्सचर जस्तै सोडियम हाइड्रोक्साइडहरु एड गर्छौं। सोडियम हाइड्रोक्साइडहरु एड गरिसकेपछि जस्तै H2CO3 एसिड छ भने चाहिँ NaCO3 मा चेन्ज हुन्छ। अनि अब त्यसपछि त्यो भन्दा बाहेक अनवान्टेड मिनरल कम्पोनेन्टहरु, मिनरल हाम्रो शरीरको लागि त चाहिन्छ तर यो मिनरलहरु भनेको चाहिँ त्यो मिनरल छैनन्। यो मिनरलहरु भनेको चाहिँ त्यो अनवान्टेड कम्पोनेन्टहरु हुन् जुन चाहिँ ल्याक्टोज म्यानुफ्याक्चरको लागि चाहिँ चाहिँदैन। अब यो मिनरल कम्पोनेन्टहरुलाई चाहिँ एक्टिभेटेड कार्बनमा एड गर्छौं र एउटा एक्टिभेटेड कार्बन कम्प्लेक्स फर्म हुन्छ जुन चाहिँ अझ डिकेन्टेसन प्रोसेसबाट चाहिँ तल सेटल डाउन गर्छ र बाँकी रहन्छ। अब डिकेन्टेसन भइसकेपछि एउटा बाँकी रहन्छ एउटा क्लियर सोल्युसन र यो क्लियर सोल्युसनलाई नै अब हामीले इभापोरेट गर्यौं, मतलब इभापोरेसन प्रोसेस फलो गर्यो भने चाहिँ त्यसपछि अब हाम्रो 80 to 90% सोलिड भएको एउटा कन्सन्ट्रेट फर्म हुन्छ। हेर्नुस् त म्याक्सिमम कन्सन्ट्रेसन त पाइसक्यो। अब यसको अझ कन्सन्ट्रेसन, मतलब अब हामीलाई चाहिँ सक्यो भन्दा बढी चाहिँ एक्युरेसीको लागि चाहिँ हामीले यसलाई फेरि कुल डाउन गर्छौं र कुल डाउन भइसकेपछि चाहिँ यो फेरि रिक्रिस्टलाइज हुन्छ। रिक्रिस्टलाइज भइसकेपछि चाहिँ ल्याक्टोजको सानो सानो क्रिस्टल्सहरु फर्म हुन्छ, जस्तै मैले सुक्रोजहरुको क्रिस्टल देखाएको थिएँ त्यस्तै। अनि त्यसपछि अब यसमा यो रिक्रिस्टलाइज भइसकेपछि यसमा अझ थोरै मोइस्चर बाँकी रहेको हुन सक्छ। त्यसको लागि हामीले चाहिँ यसलाई फाइनल ड्राइङ प्रोसेसबाट लग्छौं। फाइनल ड्राइङबाट त्यो ड्राइङ भइसकेपछि चाहिँ हाम्रो ल्याक्टोज फर्म हुन्छ जसमा चाहिँ लेस देन 1% मोइस्चर हुनुपर्छ। थ्यांक यू।